नमस्ते दर्शन सबैलाई। आज चाहिँ म यहाँ शिव मन्दिरमा आएर थिएँ। यहाँ फ्री योजना गरेर यो शिव यो राजयोग न सिकाइरहेका रहेछन्। तपाईँलाई म देखाउँदैछु, हेर्नुहोस् होला। आइज यहाँ चाहिँ फ्रीमा सिकाइरहेका रहेछन् कि यो चाहिँ यो बिहान 10 बजीबाट कहिले 9 बजीबाट कहिले यो 5 बजीसम्मको लागि फ्री सिकाइरहेको रहेछ। यहाँ चाहिँ एक्सप्लेन गर्दो रहेछ। यहाँभित्र चाहिँ यसले एक्सप्लेन गरिरहेछ। यो यस्तो यस्तो भइरहेको थियो अगाडि, जस्तो कि शरीर मरेर गयो भने आत्मा चाहिँ गएर अर्को शरीरसँग, यो शरीर मरेर गएपछि त्यो आत्मा चाहिँ गएर अर्को शरीरमा गएर हुने भनेर यसो अगाडिबाट एक्सप्लेन गरेको रहेछ। त्यो हेर्न सक्नुहुन्छ। यहाँ पनि त्यस्तै सिकाएछ। यसले एक्सप्लेन पनि गरिरहेछ क्या। यहाँ पनि देखाइरहेछ यसले के कस्तो भइरहेको थियो अगाडि, मजाले हेर्न सक्नुहुन्छ। मजा लाग्यो। स्क्यानर पनि हालेको छ। यसमा स्क्यानर गरेर तपाईँ त्यो लिङ्कमा तपाईँ फर्म पनि फिलअप गर्न सकिन्छ क्या। हेर्नुहोस्। अनि यहाँ चाहिँ शिवलिङ्ग ठुलो एउटा राखेका रहेछन्। यहाँ पसेर हेर्न सक्नुहुन्छ। यति मान्छेहरू चाहिँ दर्शन गर्नलाई आएका रहेछन्। मजा छ क्या यहाँ चाहिँ। तपाईँलाई म क्लियर देखाइदिन्छु। यहाँ हेर्नुहोस्। यहाँ लिएर आएर आरामसे दुध चढाउन सकिन्छ। मजा छ। यहाँ लिएर चाहिँ दुध चढाउन सकिन्छ। शिवजीको मूर्ति ठुलो योजना गरेर मजाले राखेको छ। यहाँ क्या क्लियर, बढिया लाग्यो रे। चढाउनको लागि लाइनमा लाग्नु पर्दो रहेछ। पुरा लाइनमा लागेको छ मान्छेहरू। माता रानीको मूर्ति चाहिँ बढिया लाग्यो। मजाले राखिदिएका छन्। यस्तो गरेर दिको चाहिँ दर्शन गर्नु मजा लाग्यो। त्यो हेरेर मजाले मिलाएर राखिदिएको यार।